हेलो एभ्रिवान, म तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। म फेरि आज पनि गान्तोकपट्टि लागेको हो। काम छ सानो, त्यही साथीलाई स्कुटी सिकाइदिनु छ हो। अन्त अब घरबाट भर्खर निस्केको हो, अब चाहिँ लागेको। बाइक पनि यहाँ छ है, मेरो बसन्ती। हेर्नुहोस् है, बाइक रेडी छ, धोएर चडक्क पारेको छु। अन्त अब चाहिँ लागेको। बाटो चाहिँ अलिक खतम छ हो। लुगा हेर्नुहोस् है, मेरो जुत्ता, नयाँ जुत्ता हो, नयाँ जुत्ता, प्यान्ट अन्त यो टी सर्टहरू लगाएर हिँडेको हो। भिडियोमा बस्नुहोस् र गफ गर्दै जाउँ। बेलुका 4 बजीतिर हुन्छ दा। हेलो गाइस, म चाहिँ अब चाहिँ लागेको हो। ढिलो चाहिँ ढिलो भयो होइन, तर केही छैन। रिसाउनु चाहिँ रिसाउने मान्छे चाहिँ डह्रो रिसायो होला हो। फेरि यस्तो पनि भयो नि, अब मेरो घरमा आज सन्डे नुहाइधुवाइ गर्दा लुगासुगा धुँदा हो टाइम सकिहाल्यो हो। बितिहाल्छ टाइम एकैछिनमा। खानाधरि खानु भ्याइन अन्त हो, हतार भइसक्यो। फेरि अब पर्खिने चाहिँ बिच्के गरिदिन्छ नि त। अन्त अब खाजा चाहिँ किनी माग्छ अब, किनभने ढिलो भइहाल्यो हो। गाइस, बाटो चाहिँ देख्नु हुँदैछ होला। बाटो चाहिँ कहिले बनिने हो कुनी हो यादै छैन। खै बनिने कुरा चाहिँ भइरहेको छ हो, तर बनिन्छ जस्तो त लागेको छैन होइन गाइस। यहाँ हेर्नुहोस् है, मलाई चाहिँ यस्तो चाहिँ मेरो सेटअप चाहिँ यस्तो छ हो। हल्लिन्छ नि पुरा, के गर्नु अब, बाइक बाटै त्यस्तो छ हो। अन्त अब तल मेन हाइवे निस्किनु चाहिँ पिर छ, त्यहाँदेखि त भइहाल्छ एकैछिन हो। बाटो पनि राम्रो छ, त्यही भएर नि अब अप्सनै छैन हो। होइन नि, अन्त बाटो यस्तो छ के भन्नु अब। गाइस हो, मेरो भिडियोहरू हेरिदिनुहोस् है ल। पैसा लाग्ने होइन आखिरी हो, भिडियो हेर्दा हेरिदिनुहोस् होइन। यसो अब साथीभाइले हेर्दैछ भने होइन हेरिदिनु होइन। अब केही त छैन, जस्ट हेऱ्यो, लाइक गर्यो। के इम्प्रुभ गर्नुपर्छ त्यो भनिदिनु होइन, म इम्प्रुभ गर्छु हो। अब सो रड लाग्छ नि त गर्नु, त्यही भएर गरेको हो। यस्तो चाहिँ गाइस, यस्तो राम्रो सेटअप त छैन हो। गोप्रोहरू चाहिँ होइन, किन्नु नसक्ने चाहिँ होइन, आरामसे सक्छु किन्न कि। पहिला फोनमै गरौँ न, सिक्नु पऱ्यो नि त मजाले गर्नु। ओइ चल्दैछ हो, यस्तो छ बाटो हो। गाइस पुरा उफ्रियो कि। म तपाईँहरूलाई सिङतामदेखि भेट्छु ल, सिङताम देखाउँछु नि। हेलो गाइस, म चाहिँ हेलमेट दिएर चाहिँ लागेको हो। ढिलो भइदिइसक्यो, फोन आएकै छ उताबाट हो। फोन आइदिएको छ नि, जहिले हतार भइरहेको हुन्छ मलाई क्या हो। अत्तलाइदिन्छ नि, जहिले फोन गर्छ कि अन्त अत्तलाइदिन्छ, एकछिनमा कल गरिदिन्छ हो। आउँदैछु भनेपछि बुझ्नु पऱ्यो नि होइन गाइस। आउँदैछु भनेपछि बुझ्नु पऱ्यो नि। कल गरेर वाक्कै के हो हुन्छ नि। यहाँ हवाजहाजमा त आएको होइन नि त, म चाहिँ रिस्पोर्ट छ म त हो नि गाइस। बिजी लाग्दिन्छ मलाई त हो त। एकखेप कल गर्नु होइन, उठाएनको मतलब त बुझ्नु पऱ्यो नि, बिजी रहेछ। कल ब्याक गर्छु त अन्त होइन हो त। के हो सर्ट भिडियोको लागि है यो चाहिँ हो।
त्यसो म जाँदैछु जानु चाहिँ हो शान्तिनगर आइपुग्यो हो यसलाई चाहिँ शान्तिनगर भन्छ गाइस शान्तिनगर भन्छ हो पेट्रोल पम्प हो जाडो भइदियो गाइस जाडो भइदियो अब के भन्नु रेनकोट बोकौँ भने चाहिँ रेनकोट चाहिँ बिर्सेछु नि हिँड्नु पाक डुबेको पानीमा हो आज चाहिँ पानी पर्छ पर्नु चाहिँ हो बोकेको पढाएँ अब त्यो आउनु होला नि त गाई जाडो भइदियो हेलो गाइस वाट्स म चाहिँ फेरि भ्लगिङ पनि पक्का गरिदिन्छु कि कस्तो राखिदिन्छ हो भन्नु चाहिँ टर्निङ बिस्तारै काट्नुपर्छ बा टर्निङमा गाइस यो तलको रोड चाहिँ हिँड्नु मन थियो मलाई चाहिँ कि तर चाहिँ हुँदैछ होइन हाइवे किन होला राम्रोसँगले हो अब मन पर्थ्यो हो आछु जाडो भइदियो गाइस चिसो भइदियो बाई बाई होइन के यार भाइ दिदी हुनुसक्छ कति गर्नु भन्दा चाहिँ हो नै गाडी हाल्नुहोस् टाइम तपाईँको 2:05 मिनट 10 मिनट रहेछ हो टाढो लाग्यो लास्टमा चाहिँ आइपुग्ने रहेछ लास्टमा हो माझी टाढमा गरेको मैले चाहिँ गरेको होइन बाइक चाहिँ दादालाई गर्नु लगाएको थिएँ होइन दाजुले गरिदिनु भएको रोयल इन्फिल्डकै बाइक हो कुन चाहिँ बाइक हो चाहिँ भन्दिनँ होइन भोलि नै तपाईँहरूलाई म देखाउँछु हो बाइक भोलि दाले चाहिँ मलाई भोलि हो भाइ मन्डे जानुपर्छ बाइक लिनु हो भनेको छ 54 हो कि 52 नम्बरमा थियो अरे हौ बुकिङ लिस्टको चाहिँ अब सोच्नु नि अब बाइक चाहिँ सिक्किममा चाहिँ कति छ त्यो अलरेडी स्टक छ होइन त्यही भएर चाहिँ अब बुकिङको डेट के हो ओभर लामो पर्खिनु पऱ्यो हुनु चाहिँ मलाई इन्टरसेप्टर हो मन थियो कुदाउनु कि फेरि यसो सोचेँ हाम्रो गाउँको बाटो राम्रो छैन नि त इन्टरसेप्टर अब सिसी पनि बेसी हो 650 हो होइन 3 सिलिन्डर हो 2टा सिलिन्डर छ अन्त 2टा सिलिन्डर
अब एकमा हिँडिबस्यो भने त तातिन्छ नि त हो। त्यसले गर्दा चाहिँ अब मैले सोचेको त्यो भन्दा अब ट्रिप बेसीसुकै छ बाइक हो त्यही रिसिभ गर्छु भोलि चाहिँ म तपाईँहरूलाई देखाउँछु नि टप मोडलकै गरेको छु हो। कलर दामी लाग्यो नि त टप मोडलको छ होइन रानीपुल आइपुगेँ हो। अब यहाँदेखि कति पनि छैन अब 5 मिनटमा पुग्छु हो। 2:03 रहेछ हो। बेसी हतार गरेर कुदाउनु मिल्दैन हो। जाडो छ जाडो टुप्पी ठाडो। रानीपुल आइपुगेपछिदेखि चाहिँ ढुक्क लागिदिन्छ खास मलाई चाहिँ नि किनभने रानीपुलदेखि क्या यहाँ चाहिँ अब त्यस्तो लाग्दिँदैन हो। एकदम फगी लाइट बालिदिएको गाडीहरूले टिप्परै गरिदिँदैन हो। हेर्नुहोस् न